क्रोम ब्राउजर ओपन गर्ने, त्यसपछि यहाँ www.ustraveldocs.com लगइनमा क्लिक गर्ने। यस्तो वेबसाइट आउँछ, यहाँ क्लिक गर्ने। त्यसमा हामीले नेपालको त्यही भएर यहाँ एन्डमा क्लिक गर्ने, नेपाल अप्सन सिलेक्ट गर्ने। त्यसपछि यहाँ हामीले नन इमिग्रेन्ट भिजामा क्लिक गर्ने, क्लोज। त्यसपछि भिजा लगइनमा जाने, त्यसपछि यहाँ आफ्नो युजर नेम पासवर्ड हाल्ने, अनि यहाँ जे देखिरहेछ त्यसलाई क्यापिटल लेटरमा टाइप गर्ने। त्यसपछि यहाँ वाट इज द नेम अफ द टाउन अर सिटी वेयर यु वाज बोर्न, हामीले जे हालेको छ त्यही हाल्ने। अनि वाट हाई स्कुल डिड यु एटेन्ड, कन्टिन्यू। यस्तो यो इन्टरफेस बुक गर्नको लागि यहाँ रिसेड्युल एपोइन्टमेन्टमा क्लिक गर्ने, एकछिन लोडिङ खान्छ। अनि यहाँ डेट छ, यहाँ डेटको मुनि यहाँनिर एभाइलेबल डेटहरू हुन्छ, जुन डेट एभाइलेबल छ त्यसमा क्लिक गर्ने। त्यसपछि यहाँ सब्मिटको अप्सन छ, त सब्मिटमा क्लिक गर्यो भने हाम्रो डेट बुक हुन्छ। यसरी हामीले इन्टरभ्यूको डेट बुक गर्न सकिन्छ। हाम्रो डेट बुक भइसकेपछि एपोइन्टमेन्ट कन्फर्मेसनमा क्लिक गर्ने र हाम्रो डाटाहरू चेक गर्ने। मेरो इन्टरभ्यूको डेट अलरेडी बुक छ, प्रिन्ट गरेर पिडिएफमा ल्याउन सकियो। सेभ एज पिडिएफमा गरेर यहाँ पिडिएफलाई सेभ गर्न सकिन्छ। हामीलाई एपोइन्टमेन्टहरू क्यान्सल गर्न मन लाग्यो भने म्यानेज एपोइन्टमेन्टमा जाने, यहाँ क्यान्सल एपोइन्टमेन्ट छ, यसरी क्यान्सल गर्न सकिन्छ।